नाम चाहिँ कर्णपुन, मेरो घर नेपाल। मैले पहिला चाहिँ यो जब सुरु भइसकेपछि नै 1 महिनापछि यहाँ थाहा पाएँ यो हस्पिटलको बारेमा। मेरो भाइले, मेरो अङ्कलको छोराले, भाइले चाहिँ यो युट्युबमा गुगलमा देखिसकेपछि उसले यहाँ जानुपर्छ दाइ, यहाँ किडनी रिकभर हुँदो रहेछ, किडनी सन्चाउने सम्भावना बढी छ, त्यहाँ जानुपर्छ भन्ने कुराहरू गर्दाखेरि म चाहिँ किडनी त्यसो भए जाउन त भन्ने सल्लाह हुँदै थियो। अब पैसा हरेक कुराहरूको तयारी हुँदै थियो। त्यसपछि उताको दबाई पनि अब छोडेपछि समस्या होला भनेर उताको एलोपेथिक दबाई पनि खाँदै थिएँ। त्यहाँदेखि उहाँको डाक्टरले मलाई ट्रान्सफर गर्नुपर्छ, चेन्ज गर्नुपर्छ भनिरहेको थियो। त्यसपछि मैले औषधि लेखाएको थियो, त्यो औषधि नकिनेर सिधै पहिलाको अलिकति औषधि थियो, त्यो औषधि साथमा बोकेर सिधै म मेरो अङ्कललाई भनेर यहाँ चाहिँ मलाई लोकेसन त थाहा थियो, तर यहाँ यो यतातिर इन्डियातिर नआएको हुनाले त्यति थाहा थिएन। लोकेसन हेर्दै यहाँ चाहिँ पुग्यौँ। अहिले राम्रो छ, राम्रो जस्तो लागेको छ। लाग्नु त अब धेरै राम्रो होला जस्तो लागेको छ। अब हेरौँ 3 महिनाको औषधि खाएपछि कस्तो हुन्छ। अब ठिक होला जस्तो लागेको छ, ठिक हुन पनि सक्छ जस्तो लागेको छ। एकदम मनोबल धेरै बढेको छ। अहिले किटनाइन पनि घटिरहेको छ, अनि युरिया पनि घटिरहेको छ, अनि ब्लड पनि बढिरहेको छ। अनि अरू कोही जो नेपालमा जो किडनीको जो बिरामीहरू हुनुहुन्छ, कोही किडनीको बिरामी सुरु भयो भने तपाईँहरू एलोपेथीमा कुनै पनि औषधि चालु नगर्दा हुन्छ, सिधै डाइरेक्ट यहाँ आएर तपाईँहरू अझ छिटो, मभन्दा पनि छिटो सन्चाउन सक्नुहुन्छ। किनभने यहाँ म त अलिकति 3-4 महिना अगाडि औषधि खाए हुनाले एलोपेथी अलिकति थोरै ढिलो सन्चाउने सम्भावना छ। तपाईँहरू कुनै पनि एलोपेथी खाएको हुनुहुँदैन भने छिट्टै नै सन्चाउनुहुन्छ भन्ने जस्तो लागेको छ। म के भन्न चाहन्छु भने अब जस्तै हाम्रो यो दाइको छोरा हो। अहिले हामीले जस्तै यसको अङ्कल पनि त्यो कान्छो एउटा टिचर थियो, ऊ काठमाडौँको त्यो वीर हस्पिटलमा, त्यसपछि नेपालमा जता उपचार गरेर त्यो लगभग त्यसलाई त्यो ऊ भएन, त्यो बिताइसकेको थियो। अनि त्यसपछि फेरि अहिले यसलाई यो दाइको छोरालाई फेरि पुनः त्यस्तै रोग लागेको हुनाले हामीलाई एकदम समस्या भयो। अनि तत्कालै हामीले सुर्खेत, त्यसपछि गएर सुर्खेतबाट फेरि काठमाडौँको वीर हस्पिटलमा पनि त्यहाँ 2 महिनाको दबाई दिँदाखेरि पनि त्यसपछि नेपालमा गर्दाखेरि खास केही समाधान नहोला जस्तो लाग्यो। अनि समाधान नभइसकेपछि अब फेरि अब त्यस्तै हामीलाई समस्या लाग्यो। अब यसको उपचार कसरी होला? अब जस्तै आफूलाई आपत परेको बेला मान्छे आत्तिदो रहेछ, अब यसको पनि हुँदैन क्या उपचार भन्ने हामीलाई शङ्का लागिरहेको थियो। त्यसपछि नेपालगञ्ज पनि 1 महिनामा दिएको थियो। फेरि अर्को त्यो जो पहिला किडनी फेल भएर जो बिताएको थियो उसको छोरा, त्यो हाम्रो भाइको छोरा, उसले लगभग त्यो सिएमए पढेको छ, उसले अध्ययन गरेको डाक्टरी विषय पढेको हुनाले उसले यहाँ बनारसको उसलाई थाहा भएछ युट्युबबाट। अनि उसले यो उसलाई दिएछ, हाम्रो कर्णलाई दिएछ खबर, यस्तो यस्तो रहेछ दाइ, त्यहाँ जान पाए हुन्थ्यो कि भन्दाखेरि पछि त्यसपछि हामीले पनि हुन्छ कि भनेर अनि यहाँ आयो। यहाँ आउँदाखेरि अब जस्तै पहिला नेपालमा के भइरहेको थियो भने के अब डायलिसिस छिटै गर्नुपर्छ कि छिटै किडनी प्रत्यारोपण गर्नुपर्छ भनेर भनिराखेको थियो। तर अब हाम्रो सोच के भयो भनेपछि अब डायलिसिस गर्दाखेरि त कुनै हुँदाखेरि सन्चो हुँदैन। त्यो कान्छो पनि त्यसरी डायलिसिस गर्दै पनि बिताएको थियो। अब हामीलाई एकदम धेरै समस्या भयो। अब समस्या भइसकेपछि त्यसपछि अब यहीँ अब उसले त्यो भरतको त्यसको नाम उसले भनिसकेपछि पछि हामी यहाँ आयौँ। यहाँ अब कहिले नआएको ठाउँ भनौँ यो ठाउँमा आउँदाखेरि यहाँ यो हस्पिटल पत्ता लगायौँ। अनि उहाँ सरले पनि अब जस पहिल्यै दिनमा नै हामीले बार्गेनिङ गऱ्यौँ, अब कस्तो कस्तो हुन्छ सर भन्दाखेरि उहाँहरूले कुरा गर्दाखेरि उहाँहरूको जस उहाँहरूले ल यस्तो यस्तो हुन्छ भने 10 दिनसम्म यहाँ रहनुपर्छ, त्यसपछि गएर के विशेष हुन्छ त्यसपछि अरू औषधि लगाउनुपर्छ भन्नुभयो। हो निश्चय पनि हामी 10 दिन जति यहाँ बस्यौँ। अनि 10 दिनको रिपोर्टमा पहिलोको भन्दा पनि जस पछाडिको रिपोर्ट धेरै राम्रो आएको छ। अनि हाम्रो
निश्चय विश्वास छ यो औषधिद्वारा नै सन्चो हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ। र तपाईँहरूलाई पनि कुनैलाई त्यस्तै किडनी प्रब्लम छ, किडनी फेल भइरहेको छ भने तपाईँहरू सायद अन्यत्र हस्पिटलमा नजानु होला। अनि तपाईँहरू पनि सोचेर यहीँ आएर यहीँ सम्पर्क राख्दा तपाईँहरूले यहाँ उपचार पाउनुहुन्छ अनि तपाईँहरूको जीवन नयाँ हुनेछ, तपाईँहरू बाँच्न सक्नुहुन्छ। क्या आप किडनी डायलिसिस करा रहे हैं? क्या डॉक्टर ने आपको ट्रांसप्लांट के लिए बोल दिया है और आप बचना चाहते हैं इस पेनफुल प्रोसीजर से? तो बीके आरोग्यम आपके लिए वरदान साबित हो सकता है, जहां किडनी का इलाज हजारों साल पुराने आयुर्वेदिक पद्धतियों जैसे पंचकर्मा, जानुवस्ती, हृदयवस्ती, नेचुरोपैथी और आयुर्वेदिक औषधियों के माध्यम से किया जाता है। यदि आप अपनी किडनी की समस्या से निजात पाना चाहते हैं तो आप भी बीके आरोग्यम में संपर्क कर सकते हैं। हमारा पता है लहरदारा रोड, शिवदासपुर, ऑपोजिट 7 फेरे लॉन, मंडुआ डी, वाराणसी, उत्तर प्रदेश 221103। हमारा फोन नंबर है 0808122233। अधिक जानकारी के लिए आप हमारी वेबसाइट www.bkkidneycare.com या www.bkarogyam.com पर लॉग ऑन भी कर सकते हैं।